सुरक्षाकर्मीले उक्त खुराक खाने घाइतेलाई उद्धार गर्न पर्दछ। यतिखेर नेपाल प्रहरीका उद्धारकर्मी उद्धारका लागि पानीमा हाम फाल्दै देख्न सक्नुहुन्छ जुन फसेको व्यक्ति ढुङ्गाको सहायतामा बसिराख्नु भएको छ। अब नेपाल प्रहरीको उद्धारकर्मीले कसरी रेस्क्यु गर्छ त? हजुरको प्रतिक्रिया कस्तो रहेर भनिदिनु पऱ्यो ल। कस्तो आजको यो अब पानीको कुरा हो। पानीमा चाहिँ मान्छेले रेस्क्यु गर्दाखेरि अलि रिस्क नै हुन्छ। अहिले तपाईँको चाहिँ बोकिराखेको पानीमा घाइते चाहिँ ढुङ्गामा अत्किराखेको बेलामा निकाल्न सकिन्छ। हामीले सिमुलेसन जसरी प्रस्तुत गऱ्यौँ त्यसरी पनि हामीले प्रत्यक्ष रूपमा पनि हामीले यसरी चाहिँ यो प्रस्तुत गरिन्छ र यसरी नै रेस्क्यु गरिन्छ। यो गर्दाखेरि अलिकति जोखिम चाहिँ हुने हुन्छ। त्यसले गर्दाखेरि यो जोखिमलाई सकेसम्म हामीले न्यूनीकरण गरेर त्यसमा चाहिँ विभिन्न हामीसँग भएका उद्धार सामग्रीहरू प्रयोग गरेर हामीले चाहिँ त्यहाँ भएको घाइतेलाई सजिलैसँग बाहिर निकाल्न सक्सेस भयौँ। अनि हाम्रो ठुलो उपलब्धि विगतको यही हो। ल हुन्छ, धन्यवाद है त तपाईँलाई। ल पानी ल इभ्याकुएसन क्याम्प तथा होल्डिङ सेन्टरको अवलोकन र अन्त्यमा संयुक्त प्रदर्शन सँगसँगै कार्यक्रमको समापन रहेको कुरा जानकारी गराउँदछु। अब राष्ट्रिय गान गइरहेको हुँदा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई यथास्थलमा अतिथि हुनसके म हार्दिक अनुरोध गर्न चाहन्छु। सुरक्षा निकायका प्रमुखज्यूहरू, जिल्ला समन्वय अधिकारीज्यू, रेड क्रस प्रतिनिधिज्यूहरू, पुरपानी सङ्घ प्रतिनिधिहरू र प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुखज्यू लगायत अर्को सुरक्षा निकायका विरुद्ध सहभागी सरहरू, विद्यार्थी भाइ बहिनीहरू र अन्य सरोकार राख्ने सबै निकायको प्रतिनिधित्व गर्ने महानुभावहरूमा नमस्कार गर्छु र यस कार्यक्रममा स्वागत गर्दछु। यो आकस्मिक र अनपेक्षित तरिकाले आउने विपदका घटनाले हामीलाई धेरै ठुलो जनधनको जनक्षति बनाएको हामीले देखिराखेका छौँ। यसै अवस्थामा अस्ति प्रवीण साहब र जिल्ला कर्म साहब र म दुवैजना चाहिँ सहभागी भएर प्रादेशिक रूपमा एउटा हामी यस्तै एफएक्स कार्यक्रममा चाहिँ सहभागी भयौँ र त्यो कार्यक्रम अत्यन्तै उपलब्धिमूलक भयो। यसले विपदलाई सडनली कसरी यसलाई चाहिँ सम्बोधन गर्ने, तुरन्त रेस्पोन्स कसरी गर्ने र पुनर्स्थापना र पुनरुद्धार, पुनर्स्थापना, राहत खोज, उद्धार, राहत, पुनर्स्थापना जस्ता विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विपदसँग संलग्न हुने सबै शासकीय साझेदारहरूको भूमिका, उनीहरूको रोल र रेस्पोन्सिबिलिटीलाई चाहिँ त्यो बैठकमा त्यो एउटा कार्यक्रममा चाहिँ गहन रूपले समीक्षा गर्दै यही विषय हामीलाई सिकाइको अवसर भयो। यस्तै कार्यक्रम चाहिँ त्यसै गरी हजुरहरूको करिब 75 मिटर बायाँतर्फ
बिजुलीको पोलमा सेतो झण्डा। यस इलाकाभन्दा बाहिर हुने हरकतलाई यस अभ्यासमा समावेश गरिने छैन। साथै यस अभ्यासमा तयार गरिएको कथावस्तु र पात्रहरू वास्तविक सरह काल्पनिक मानि तयार गरिएको छ भने अभ्यासमा समेटिएका स्थानहरू वास्तविक नै रहेका छन्। अब नदीमा बाढीलाई खेलाले बगाई ढुङ्गामा अड्केको व्यक्तिलाई उद्धारको अभ्यास सञ्चालन हुन गइरहेको हुँदा यहाँहरूलाई यस इलाकाको कालीगण्डकी नदीमाथि रहेको झलुङ्गे पुलतर्फ ध्यान आकर्षण गराउन चाहन्छु। विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण बाँकी जिल्लाको पोखरी बजार इलाकामा पहिरो गई कालीगण्डकी नदी खुली नभएकाले ठुलो पाल बनेको भन्न बुझिन आएको र उक्त पाल अचानक बन्न गई बाँकीबाट स्थानीयहरूलाई सुरक्षित स्थानमा जानको लागि अनुरोध गरिएको छ। आदरणीय जनसमुदायहरू, यस इलाकामा पहिरो रोक्ने जोखिम रहेको हुँदा तपाईँहरू सुरक्षित स्थानमा भोटिङ हुन नेपाल प्रहरी हार्दिक अनुरोध गर्दछ। यत्तिकैमा पाल अचानक विस्फोटन भई कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुन जाने र सोही पानीको बहावमा परि म्याग्दी जिल्ला बेनी नगरपालिकाका स्थानीय बासिन्दालाई उक्त खोलाले बगाई खनियाघाट इलाकामा ल्याई घाइते अवस्थामा ढुङ्गामा फँसेको स्थानीयले देखेपछि आसपासमा रहेका बस्तीका बासिन्दाहरूले मानिस खतम गर्दछन् र उक्त बागलुङ जिल्ला स्थित सुरक्षा निकायका टोलीहरू क्रियाको स्तब्ध अवस्थामा रहेको रेस्क्यु टिम भेहिकलद्वारा तुरन्त घटनास्थलमा आइपुग्ने तयारी गर्दछन्। अहिले उक्त इलाका नेपाल प्रहरीले चलान गर्न लागिरहेको छ भने यहाँहरूले देख्न सक्नुहुनेछ। नेपाल प्रहरी उक्त खोलाले बगाई खनियाघाट इलाकामा ल्याई घाइते अवस्थामा ढुङ्गामा फँसेको व्यक्तिलाई महिनाको खोलामा घाइते गरेको रहेछ। नेपाली सेनाका सुरक्षा पुलिस उक्त स्थानमा बैठक अहिले उक्त व्यक्ति बोलाउँदा घाइते केही मात्रामा पनि हलचल नगरिसके पश्चात सुरक्षाकर्मीले ठुलो ब्याग खाली घाइतेलाई उक्त ठुलो ब्याग खाली घाइतेलाई उद्धार गर्न पर्दछ। नेपाली सेना सशस्त्र प्रहरी बलका नेपाली प्रहरीको रेस्क्यु टिमद्वारा धनुष वर्षको माथितर्फ कालीगण्डकी नदीमाथि रहेको झलुङ्गे पुलमा उपयुक्त स्थानको सञ्चालन हाइल्यान्ड रेस्क्यु सिस्टम बनाएर गोलीको सहायताले रेस्क्यु निर्माण गरिरहेको समेत देख्न सक्नुहुनेछ।
Ini sebagai bukti warga Bojonegoro. Bis Bogor Warnatan Wirahita Wisma Sekolah. Sama tidak saya? Agak besar yang Untuk Bogor Warnatan lagi, baru usaha kami, baru benar-benar untuk Wisma Sekolah. Dari Komisi Samosir tulisan Mubalik Dosa. yang tolong lagi ya. Apa masih mau lagi? Ini baik diambil untuk menunggu sesuatu sini. Jadi keseluruhan bola sulit sampai kalau saya diberi itu Islam satu hadapan. Di sana macam mereka bola sulit sampai kalau
उद्धार गरिसकेपछि जुलाईको अवस्था विशेष गरिरहेकोले यस स्थानमा ठुलो आइपुग्दछ। प्राकृतिक प्रकारका कुराहरू भनिरहेकोले एम्बुलेन्स सेवाद्वारा नजिकैको भोलापुर प्रादेशिक अस्पतालतर्फ ल्याउने तयारी समेत गरिरहेको उनीहरूले देख्न सक्नुहुनेछ। संयुक्त सुरक्षा भाइलाई रेस्क्यू गर्नको यतिखेर नेपाल प्रहरीका उद्धारकर्मी उद्धारका लागि पानीमा हाल्दै देख्न सक्नुहुन्छ जुन फँसेको व्यक्ति ढुङ्गाको सहायतामा बसिराख्नु भएको छ। अब नेपाल प्रहरीको उद्धारकर्मीले कसरी रेस्क्यु गर्छ त? सुरक्षा
त्यसको लागि त कतिवटा अगाडि हजुरको प्रतिक्रिया कस्तो रहेर भनिदिनु पऱ्यो ल। कस्तो आजको यो अब पानीको कुरा हो। पानीमा चाहिँ मान्छेले रेस्क्यु गर्दाखेरि अलि रिस्क नै हुन्छ। अहिले तपाईँको चाहिँ यो बोकिराखेको पानीमा घाइते चाहिँ ढुङ्गामा अत्किराखेको बेलामा निकाल्न सकिन्छ। हामीले यो सिमुलेसन जसरी प्रस्तुत गऱ्यौँ यसरी पनि हामीले प्रत्यक्ष रूपमा पनि हामीले यसरी चाहिँ यो प्रस्तुत गरिन्छ र यसरी नै रेस्क्यु गरिन्छ। यो गर्दाखेरि अलिकति जोखिम चाहिँ हुने हुन्छ। त्यसले गर्दाखेरि यो जोखिमलाई सकेसम्म हामीले न्यूनीकरण गरेर त्यसमा चाहिँ विभिन्न हामीसँग भएका उद्धार सामग्रीहरू प्रयोग गरेर हामीले चाहिँ त्यहाँ भएको घाइतेलाई सजिलैसँग बाहिर निकाल्न सक्सेस भयौँ। अनि हाम्रो ठुलो उपलब्धि विगतको यही हो। ल हुन्छ, धन्यवाद है त तपाईँलाई। ल